हेलो गाइज, आज चाहिँ म तपाईँहरूलाई के देखाउँछु भने मेरो गिफ्ट अनबक्सिङ गरेर देखाउँछु। हुन त मेरो बर्थडे चाहिँ जेठमै थियो नि त। गिफ्ट स्वरूप मैले पाएको पैसाले मैले अनलाइनमा होइन सिनबाट लुगा मगाएको थिएँ। सिनबाट लुगा मगाएको 1 महिनापछि मात्रै आयो कि मेरो, त्यही भएर अलिकति लेट भयो। सो म खोल्छु। मसँग चाहिँ कति 50-60-70 हजार जतिको सामान छ अहिले। हो त्यो तपाईँहरूलाई देखाउँछु, के कस्तो लाग्छ तपाईँले हेरेर भन्नु ल। सामान चाहिँ यहाँ छ। यो चाहिँ सिनबाट मगाएको लुगा हो। यहाँ 4वटा वान पिस छ। 4वटा वान पिसलाई समथिङ 23,000 जति परेको छ होइन। अब हेर्न चाहिँ एक्साइटेड छु कस्तो छ के छ भन्ने कुरा होइन। अब हामी नेपालीलाई अलिकति महँगै हो नि त, त्यतिमा त थुप्रै एउटा लुगा आउँछ नि त नेपालीमा होइन। त लाउने इच्छा थियो एकचोटि, त्यही भएर पनि मगाएको छु। कति लामो टाइम लाग्दो रहेछ। अब यसलाई खोलेर हेरौँ ल। यसमा अर्को घडी पनि छ। घडी यहाँ मैले घडी पनि अर्डर गरेको छु। यसको प्राइस पनि के कति हुन्छ म भन्छु ल। यसमा चाहिँ यो चाहिँ पुरै 23,000 त्यो सामान हो। अझै एक्स्ट्रा डेलिभरी चार्ज 200सँग हेरौँ ल। म खोल्छु, अलि हतार छ हेर्नलाई, त्यही खोल्दैछु है गाइजहरू। कस्तो साह्रो यो पहिला खोल्नु। हेरेर त राम्रो छ है। एक्साइटेड छु। वाउ राम्रो छ, राम्रो छ। लाउँदाखेरि ठिक हुन्छ हुँदैन म पछि देखाउँछु ल। मैले टिकटकबाट भिडियो बनाइरहेको छु नि त। नेक्स्ट यो पनि ओपन गरौँ। यो चाहिँ राम्रै छ। यो चाहिँ बढी एक्साइटेड थियो कस्तो छ भनेर। कपडाहरू चाहिँ कपडा क्वालिटी त राम्रो छ भाइ, मैले लाउने टाइपको जस्तो रहेछ हौ। राम्रो छ है गाइज। पछि लाएर देखाउँछु है। थर्ड है यो चाहिँ गाइज। यो पनि हेरौँ। ठिक हुने हो होइन। त धेरै लामो पो हुने रहेछ त। यो त काट्नुपर्ने अवस्था आइजस्तो। राम्रै छ यो पनि। अब लास्ट एउटा यो चाहिँ धेरै आशावादी छु। यो लुगाबाट चाहिँ थिएँ हुन्छ होला भन्ने। कस्तो राम्रो कलर छ है। यो त हुन्छ होला। यो सबै लाएर पछि म देखाउँछु ल। कपडा क्वालिटी चाहिँ राम्रो छ। लाउँदा कस्तो देखिन्छ नि। अब यसको पाल ल। यो चाहिँ घडी हो गाइस। यो चाहिँ मैले नेपालबाटै मगाएको, काठमाडौँबाट। ओरिजिनल एमके को वाच होला यो चाहिँ। ब्ल्याक फ्राइडे नेपाल भन्ने पेजबाट मगाएको। त्यहाँ चाहिँ एकदम ओरिजिनल सामान राख्नुहुन्छ। मैले पहिला पनि लिएको थिएँ उहाँकोबाट, फेरि पनि अर्डर गरेको। कस्तो छ हेरौँ है। यति धेरै प्याकिङ हो। यो चाहिँ
40,000 र 50,000 यो चाहिँ 40,000 र 50,000 को बिचमा छ होला यसको प्राइस चाहिँ। एक्चुअल प्राइस चाहिँ म भन्दिनँ, त्यति भित्रै छ। तपाईँहरूलाई पनि देखाउँ, गोल्डन कलर। सो प्रिटी। ठुल्ठुलो घडी चाहिँ मसँग छ नि त, त्यही भएर मैले सानो लाउने भनेर चाहिँ किनेको। अहिलेसम्म मैले किनेकोमा त सबैभन्दा महँगो घडी चाहिँ मेरो लागि यही हो। योभन्दा महँगो घडी छैन मसँग। यस्तो देख्छ, मन पर्यो। ब्रासलेट लगाएको जस्तो छ त। आजको मेरो सपिङ गिफ्ट यति नै हो। आजको मेरो गिफ्ट, मेरो बर्थडेको गिफ्ट यति नै हो। बर्थडेको गिफ्ट अरू पनि थियो अस्ति पहिला, त्यसको मैले भिडियो बनाएन। यो चाहिँ मेरो अलिकति स्पेसल थियो नि त, सो मैले बनाएँ। थ्याङ्क यू, बाई बाई।